आऊ कस्तो भइसिन्छ हनुमान भगवान खतरा उहाँले पहाड उचाल्सिन्छ उहाँ यति उहाँसँग शक्ति छ पावर छ उहाँ यति शक्तिमान हो कि ट्रेनिङ गरेको होइन उहाँले पहाड उचाल्सिन्छ उहाँलाई नि एउटा गडले बिरामी हुनुभयो अनि जाऊ त्यो पहाडमा एउटा औषधि छ जडीबुटी भन्छ नि हर्ब्स तिमीले पढ्छौ नि हर्ब्स प्रोडक्ट त्यस्तै हर्ब्सहरू छ जडीबुटी छ जसले चाहिँ हामीलाई निको पार्छ त्यो लिएर आऊ भनेर एउटा भगवानले उहाँलाई आदेश दिनुभयो अनि उहाँले चाहिँ कुन औषधि चिन्नु भएन प्लान्ट चिन्नु भएन कि कुन प्लान्ट हो यो प्लान्ट हो कि पहाडमा त जानुभयो तर कुन प्लान्ट हो चिन्नु भएन अनि उहाँले लौ त कुन प्लान्ट हो मलाई थाहा छैन अब म पहाडै उचालेर घर लिएर जान्छु भनेर पहाडै उचालेर ल्याइदिनु भयो जाऊ त्यो अगाडि जाऊ त भगवान हो बिरामी उहाँ भगवान हुनुभयो बिरामी उहाँ हुनुभयो ए होइन उहाँ विष्णु भगवान उहाँ त पानीमा सुतेको हो हेर त ल हेर राम्रोसँग हेर त्यति बलवान शक्तिमान भइसिन्छ मलाई पनि शक्तिमान बलवान बनाइछु भन देख्यौ उहाँले मेडिसिन नचिनेर औषधि नचिनेर लौ त म पहाडै बोकेर लैजान्छु कुन हो मैले प्लान्टै चिनेन भनेर अनि पहाडै उचालेर दौडिनु भएको बुझ्यौ बुझ्यौ नि कुरा बुझ्यौ नि हनुमानले पहाड किन उचाल्नु भएको ओके मेडिसिन नचिनेर दौडाउनु भयो पहाडै उचालिदिनु भयो हनुमानले